नमस्ते, म डाक्टर प्रवीण। हिजो चाहिँ हामीले डायबिटिज मेलाइटस यानि कि सुगरको लक्षणहरू के हुन् र के कारणले हुन्छ भन्ने बारेमा जान्यौँ। आज चाहिँ हामी यसको कसरी म्यानेजमेन्ट गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्छौँ। अहिले यो विश्वव्यापी महामारी जस्तै भइसकेको छ। धेरै बिरामीहरू वर्षौंसम्म एलोपेथिक औषधि सेवन गर्दा पनि सुगर लेभललाई पूर्ण रूपमा कन्ट्रोल गर्न सकिरहनु भएको छैन। फास्टिङहरू बढिरहेको छ, पोस्ट प्रान्डियल पिपी बढिरहेको छ र एचबीएनसीमा पनि कुनै सुधार हुँदैन अनि बिस्तारै कम्प्लिकेसनको जोखिम पनि बढ्दै जान्छ। यही अवस्थामा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, के केवल एउटा पद्धतिले मात्रै सुगरलाई समाधान दिन सक्छ त? आयुर्वेदले मधुमेहलाई प्रमेह भनेर वर्णन गरेको छ। यसको मूल कारण हो अग्नि मन्द हुनु, कफहरूको वृद्धि हुनु, मेदधातुको विकृति र जीवनशैलीमा एकदम असन्तुलन। यदि केवल सुगर घटाउने औषधि मात्रै प्रयोग गरियो भने त्यो सिम्पटम कन्ट्रोल मात्रै हुन्छ, तर आयुर्वेदले रुट कजबाट नै काम गर्छ। आयुर्वेदले मुख्यतया अग्नि सुधार, मेटाबोलिजममा सन्तुलन, प्यानक्रियाजको कार्यक्षमतामा वृद्धि र इन्सुलिन रेजिस्टेन्सहरू कम गर्ने, त्यस्तै गरी लाइफस्टाइल मोडिफाई गर्न पनि प्रेरित गर्ने गर्छ। यदि अनकन्ट्रोल डायबिटिज मेलाइटसलाई केवल डोज मात्रै बढाएर म्यानेजमेन्ट गरिन्छ भने कम्प्लिकेसनको सम्भावना रहिरहन्छ। अब आउँछ इन्टिग्रेटेड प्याथी। आयुर्वेद प्लस एलोपेथीको एप्रोच चाहिँ गेम चेन्जर हुन सक्छ। एलोपेथीले तुरुन्तै सुगर कन्ट्रोल गर्छ र आयुर्वेदले दीर्घकालीन मेटाबोलिक करेक्सनहरू गर्छ। जब यी दुवै साइन्टिफिकल्ली इन्टिग्रेटेड गरिन्छ, एचबीएनसीमा सुधार, डोजहरू बिस्तारै टेपरिङ वेमा घटाउँदै लैजान सकिन्छ र कम्प्लिकेसनहरूको रिस्कहरू एकदम रिड्युस गर्न सकिन्छ। इन्टिग्रेटेड ट्रिटमेन्टले सधैँ क्वालिफाइड डक्टरको निगरानीमा मात्रै गर्नुपर्छ। मधुमेह केवल सुगर वा एउटा रोग मात्रै होइन, यो सम्पूर्ण मेटाबोलिक इम्ब्यालेन्स हो। त्यसैले रुट कजलाई नै एड्रेस नगरिकन केवल नम्बरमा मात्रै कन्ट्रोल गर्नु दीर्घकालीन समाधान होइन। यदि तपाईँ डायबिटिज मेलाइटसलाई कन्ट्रोल गर्न एकदमै गाह्रो भइरहेको छ भने इन्टिग्रेटेड म्यानेजमेन्ट तपाईँको लागि नयाँ आशा हुन सक्छ। धन्यवाद।